हेलो गाइज नमस्ते। हामी मुस्ताङबाट फर्किने क्रममा बाटोमा छौँ। बाटोको यात्रा सुरु भइसक्यो। अब हाम्रो यात्रा यस्तै छ। मुस्ताङबाट अब यात्रा फर्किने क्रममा छौँ हामी हाम्रो आज पहिलो दिन उताबाट हामी निस्क्यौँ। सबैजना साथीहरू हामी निस्किसक्यौँ। बाइकको यात्रा सुरु भइसक्यो। अब केही रमाइलो क्षणहरू छन्, स्थलहरू छन्, त्यहाँ यसो फोटोसोटो पनि खिच्नु पऱ्यो। राजा सरले फोटो खिच्न थाल्यो। आनन्द सरकारको पोज अलग्गै छ फेरि छुट्टै। राजन सरको पनि फेरि पोज अलग्गै छ छुट्टै छ फेरि। गीत गान आउँदैन, त्यो पनि नाच्नु पऱ्यो। इज्जत गयो पिउने बानीले, बोतलको पानीले, आँखा सन्कै सानीले, इज्जत गयो पिउने बानीले। आनन्द सरले पोज हान्ने थाल्यो, भिडियो फोटो खिच्न थाल्यो। राजनको फोटो हुन्छ, फेरि मेरो पनि रोडमा बसेर मस्त फोटो हुन्छ। लडी बडी फोटो खिच्दै हामी रमाइलो गर्दै त्यहाँदेखि पनि निस्क्यौँ। तिमी नजिक आउँदा बढ्छ मेरो धड्कन, हावा पनि रोकिन्छ सुन्छ मेरो कदम। जाउँ हिँड लन्डन घुम्नलाई पल्टन, हामी जता पुग्छौँ त्यतै बनाउँछौँ किङडम। मेरो पुगिसक्यो गर्न हाम्रो घर जम, दर्शकलाई चाहियो रे कुल बयको मिनी भर्सन। हाम्रो लभ स्टोरी लेखिन्छ सिधै एल्बममा बनाउँछु, इतिहास छैन कुनै अप्सन। बारा हल्का हाउरे बाउ एकै लाउरे, पकेट भरि पैसा मलाई ऋण माग्छ साउले। आज आफ्नै नाउँले चिनिन्छ यो सहर। يسوي رقصة بياع جيب لي واحد كرك يلا بياع تكسير بوليس يلا سوي رقصة ثانية، رقصة البطريق ولا ستة في مان. يا أخي دوس عندي خوش فصلة، يا أخي تفوز आनन्द सरकारको फेरि बाइक चलाएको एउटा फोटो, बाइक चलाएको भिडियो। त्यसमाथि मेरो पनि छ एउटा, हाम्रो कुणाल भाइको पनि भिडियो आयो होइन, बाइक चलाएको स्टन्ट गरेको। आनन्द सरकारको पोज छुट्टै छ फेरि राजन सरकारको। राजन सरको बसी बढेर त्यसपछि मेरो पालो हो। यस्तो भ्युजमा फोटो नखिच्नु, पोज नदिनु म पनि केही कम छु म पनि। हुँदै अब यस्तो उफ्रिदिएको राजन सरको पनि फोटो, कुणाल भाइको पनि पोज अलग्गै छ। बाइक कुदाउँदै गरेको म, झन्डै गाडीले हानेन। कुणाल भाइकोसँग आनन्दको फोटो, मेरो पनि चिल टाइमको फोटो। अनि त्यसपछि हामी अब अर्को गन्तव्यतिर लाग्ने सर्कसमा हामी हिँड्यौँ। बाटो राम्रै छ, खासै नराम्रो बाटो छैन। त्यति पुरै फुल अफरोड पनि भन्नु मिल्दैन। हामी त्यहाँदेखि आनन्द तरिकाले मस्त तरिकाले अब अर्को कहाँ छ भन्ने रूप्से झरना आइपुग्यो। रूप्से झरनामा रोक्यौँ। रूप्से झरना भनेको यो रुटको सबैभन्दा ठुलो झरना हो। यसमा हामी फोटोसोटो हान्नै पऱ्यो। फोटो खिच्दैन भनेर केटाहरूले, तर मैले खिच्न थालेपछि मेरो पनि एक दुईवटा फोटो हानिदियो। अब क्यामेराम्यान अरू भएपछि फोटो खासै राम्रो खिच्दैन। अब मैले खिच्दा फेरि यस्तो खतरा खिचिदिन्छु फेरि फोटो। आनन्द सरकारको फोटो एक्स्ट्रा, राजनको अलग्गै छ फेरि। अनि फेरि आनन्द सरकारको अर्को पोज। अनि ठ्याक्कै हामी पुग्ने बेलामा आयो हाम्रो तातो पानी कुण्ड। यसमा हामी पस्यौँ, नुहायौँ। जा कम छ पानीको टेम्परेचर यति तातो छ कि छिर्नै मन लाग्दैन। तर थेरेपी यो तातो पानी भनेको कुण्ड छ, त्यहाँ तातो पानी आइरहन्छ। त्यहाँ थेरेपी मजाले बडी मसाज हुन्छ पानीले। प्रकृतिको पानी भए पनि त्यो पानी राजन कहाँ गएको तिमी? राजन टाढा नजा, डुब्छौ तिमी फेरि। नजिकै सँगै बस न, सँगै बस नि पो एउटा हुन्छ भिडियो। 3 कोस टाढा जान्छौ रमाइलो गर्दै। अब यो पानीमा के छ भने पौडी खेल्न मिल्दैन, हात खुट्टा मिच्न मिल्दैन होइन, विभिन्न किसिमको छन्। किनभने अब पौडी खेल्दा अब छेउको मान्छे अप्ठ्यारो हुने, पानी छिटछिटो जाने, पानीको चाल बढी भएपछि पोल्ने, यो पानीको प्रकृति त्यस्तो हुँदो रहेछ।
अनि हामी आनन्दले पौडी खेल्दै बस्यौँ तप तप यो कुन? रमणीय नि तातो राम्रो पानी। ठाउँ छ नि। मुस्ताङबाट फर्किने क्रममा हामी सबै मलाई चाहिँ क्यामेराले बनाएछन् यिनीहरू चाहिँ नुहाउँदैछन् केटाहरू छिरेपछि निस्किने मान्दैन के गर्ने आफू बाहिर बसेको भयो बस्यो ए म आऊ मेरो कसले खिच्छ फुल बडी मसाज दिँदैछन् के त तातो पानी नुहाएर अब मेरो पालो आयो म पनि छिर्न लागेको छु पानी त एकदम तातो सुरुमा कस्तो हुँदैछ तातो पानी कुण्डमा सुरुमा खुट्टाको टेम्परेचरलाई र बडी स्टेजरलाई सबैलाई मिलाउँदै मिलाउँदै बिस्तारै 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 त्यो बडी स्टेजसँग त्यो पानीको तापक्रम मिलाउँदै छिर्नुपर्ने हुनुहुन्छ अचानक छिर्ने एकदम पिल्चिने तातो पिल्चिने हुन्छ त्यो टेम्परेचर मनाएर बल्ल छिर्न पाइसकिन्छ तातो पानी हो बडी टेम्परेचर मिलाएर बल्ल बल्ल हामी छिर्यौँ म पनि छिर्यौँ बिस्तारै साथीले छिर्यो भन्छ डुब्की भन्छ म त छिर्नै मान्दिनँ नि तातो छ पानी सानो ढाड दुखेको छ त मेरो ढाड दुखेर कम्ती मसाज गर्नु मजा आयो त यो तातो पानीमा नुहाउँदाको आनन्दै अलग्गै रहेछ क्या फेरि चिसो पानीमा जति सिक्यो भने तातो पानीमा नुहाउने आनन्दै अलग्गै छिर डुबा न हौ खुट्टा हात एकदम चिलाएको थियो चिलाएको त्यो करायो म चिलाउनु थालेको तातो कुण्ड हेर्ने मान्छेले कराउँदै थियो नचिलाउनु भनेर त्यहाँ त्यो पनि मैले बिचमा पाइँदैन त्यस्तै भयो नुहाइ हेलो गाइज हामी अब अहिले मुक्तिनाथबाट झर्दै राति कहाँ बस्यौँ राति हामी मार्फा होटलमा बसेको खाना खाइएन चाउचो साँधे खाएको 250 रुपियाँ 20 रुपियाँको चाउचोलाई 250 रुपियाँ साँधेर है सादा खाना 400 मासु कुरेन गरौँ ल अनि हान्यो खानसाना खाइयो अनि चाउचो साधियो त्यसो फर्किँदै तल झरौँ हामी ठ्याक्कै अहिले तातो पानीमा छौँ एकदम तातो पानी छ एकदम बद्रीनाथभन्दा अलिक कम छ तर तातो पानी छ ठ्याक्कै हाम्रो साथीहरू यहाँ छन् के छ अनि राजन सर के छ गुड आई एम सो ह्यान्डसम तातो पानीमा के छ तातो पानीमा नुहाएको यस्तो ह्यान्डसम भयो नि माको द्याट मैला सैला सबै कालो सालो सबै तातो पानी लगायो तर नुहाएको चाहिँ छैन फेरि कस्तो नुहाएन सबभन्दा पहिला नुहाउने मै हो आनन्द सर के छ एकदम बबाल छ बबाल कुणाल भाइ एकदम नुहाएन मजाले कसैले नुहाएको भिडियो देखेको छुइनँ मैले अहिले होइन मैले चाहिँ भिडियो हालेको छु अरू हेर्नुलाई यिनीहरूको भिडियो चाहिँ छैन नुहाएको बन्दा